मिठो जमरा र टीका राम्रो वर्ष दिनमा फर्किआयो रमाइलो चाड हाम्रो मालाश्रीको धुन मिठो जमरा र टीका राम्रो वर्ष दिनमा फर्किआयो रमाइलो चाड हाम्रो रोटे टिङ्ग्रा लिङ्गे पिङको चचा हुइया सररा आकाशैमा उड्यो हेरा बुट्टे चङ्गा हवाई फररा मालाश्रीको धुन मिठो जमरा र टीका राम्रो सहर चारैतिर दसैँ तिहार माहोला उमङ्ग र रमाइलोको शरद ऋतु लहर गाउँ सहर चारैतिर दसैँ तिहार माहोला उमङ्ग र रमाइलोको शरद ऋतु लहर दसैँ तिहार चाडबाड वर्ष दिनको कहर मेटौँ पिर व्यथा सारा भुली आउन साथी सँगै रमाउन मालाश्रीको धुन मिठो जमरा र टीका राम्रो आए माइला दाई परदेशबाट खुसीलाई आँगनमा स्वागत गर्छन् मखमली र सयपत्री फर्की आए माइला दाई परदेशबाट खुसीलाई आँगनमा स्वागत गर्छन् मखमली र सयपत्री चाडपर्व आफ्नै हो नि रीतिथिति जोगाइराखौँ हजुर आमै हजुरबाको हातबाट आशिष थापौँ मालाश्रीको धुन मिठो जमरा र टीका राम्रो वर्ष दिनमा फर्किआयो रमाइलो चाड हाम्रो फुटाउने हो बा फुटाउने त्यो झन् झन् त्यो एउटै न त्यो उफ्रेर उफ्रो भने अर्को हातको एउटा एउटा झिका फुटाने एकैचोटि चाहिँ हान्दा त फुट्दैन कहिले सार्ने भन्छन् नहेर न नहेर हेर्नु हुँदैन फ्यालेमा सबैलाई गर्ने पुग्ने गरी भए मिल्काइहाल्यो नि ओखर फुटाउनु सक्छ नि यसले गाडीले 10 मिनेट सक्छु भनेको 5 मिनेट त अहिले लाग्छ 10 मिनेट कसरी सकिन्छ टिका लाएर 10 मिनेट एकजना टिका लाउँछ के यसले टाइम भने ए साइडमा एकजना लायो भने हुन्छ के साइडमा सुरु गर्ने भनेको एउटै सबैजनालाई कहाँ लान्छ कसैले पनि लाउँदैन
सायद गइसक्यो होला हटाउनु नहुँदैन त्यो भएर गएको चिन्तु नि भएको त पनि भएको औषधि बजारमा छ त्यही भएर के छ होला कसको दिदी ए दिदीको नामको गयो भन्नुभएको क्या के जति फुलो पनि भाइ गर्छ त अनि ओखा लाग्यो दुईचोटि फुटाइ अर्को एउटा खाएको अर्को लाँदा पनि अर्को पनि भएको पहिला तेल लाउने हो र लाउने नि लाए जस्तो ओ के थाहा छ मलाई लगाइदिनु हुन्न त चिप्लेकै बनाएर टिका लाउने ठाउँमा ऊ त कानामा त लगाइदियो होला नि कानामा लगाएको जातिमा ए दाइले बराबर यो भाग त अब यता दाइलाई चाहिँ लगाइदिनु नि पहिला माछावटीबाट जानु सक्दिनस् त्यहाँ साडी समाउनु पर्यो बरु तन्कीबाट हुन टेकेर दाइको कान त घाँटी उसमा त के? के त्यस्तो उहाँ माथि ठोकेर नि खाउ के के को तेल चाहिँ लाए जस्तो मात्रै छ त चिप्लेकै हुन्छ नि दाइ ए है एउटा पिर्दै लाइन होइ तोरीको तेल पूजा गरिदिएँ है मैले थोगाएर राख थोगा राख्दो टाउकामा राख गो यता कुममा राख यता घोडामा राख पछि भिडियो हेर्दा नि मैले थर्काएँ भन्छ दाजुले गर्नु पर्यो नि त झन् ठुङ्गा टिपेर ल्याइदिएँ त हो पुज्नु पनि त भयो पुगेन भाइलाई पुगेन यहाँ छ कि दाइले सबै उखाइदिनु भएको छैन त कभर गर्नु पर्यो होला भाइलाई चाहिँ अङ्ग पुजेकी छु भन्दैछ घुँडा टेकेर गर्छ अघि चाहिँ घुँडा टेक भन्नुभयो घुँडा टेकेर गरी भनेको मैले ए ओहो मैले भोलि विशेष गर्नु अधिक लाग्यो फेरि अब भन्नु त टिका लगाइदियो टिका लाउने के सक्यो होइन र यति सजिलो यति छ मलाई त थिएलिस् त अब त दाइपट्टि सर्छु अनि त पुरै देखिन्छस् तेल झरोबाट लगाइहाल्यो नि दाजु होइन लाउने होइन क्या त पिलित्तै हुन्छ धेरै लाग्यो त्यो त कस्तो कान आउँदा लाइन्छ पिठो खस्रो छ कि होइन मैदा खानु नहुन्छ पिलित्तै हुन्छ क्या मलाई फुट्छ यता आउँदैन खस्रो छ पिठो त्यो त्यही त्यो सप्तरङ्गीवालाको लागि ल्याएर छोड्छु यो थप जस्तो होला नत्र पिलित्तै हुन्छ क्या त्यही भएर के रे मम्मी तिहारमा चाहिँ नछुनु अरे श्रीमानले खान कि पानी पनि नदिनु अरे भन्छ नि यो बिहान किन आयो गर्छ तिजमा व्रत बसायो बडा तिहारमा छोयो घट्टो बराबर हुने रहेछ आयो गर्छ अरे नछुनु अरे मुन्डोमा चोबेर हाल्न त्यही छ पानी एकैचोटिले पुर्याए टन्नै लगाएर तर बटले लगाइदिएन राम्रो पार यो त हातले त लाउने नि सिधा लाटीको ठुलो नला अनि देखिने खालको छ्याङ्ग देखिने खालको ला यत्रो वर्ष भइसक्यो पुरै सक्छन् यत्रो वर्ष भइसक्यो टिका लगाएको मेरोमा पुरुष छैन त तिमीहरू दाँत बसाउने नसाको औलाई हिजो अस्ति कहाँ हुन्थ्यो थाहा यसैमा राखेको थियो त्यो त लाएँ मैले कहाँ कहाँ गयो कहाँ झरो कहाँ गयो नाइ सबै एकैचोटि लगाइहाल्नु के थाहा मलाई त्यसलाई लगाइदियो नि सायद केटी होइन नि हुँदैन नि त्यसो त सुकिहाल्छ नि यो ट्याक ट्याक लगाइहाल्नु कि म पनि लगाइदिउँ के साह्रो हतार भएको तलाई चाहिँ अलि सुकेपछि टाँसिँदैन अनि भक्तबाट टिकाको साइज सोध्दै थिएँ 11:40 भन्नु ठिकै नआए अब किनेर त ल्याएको अस्ति आयो भने त्यही होला त त्यसैले मसँग के हुन्छ बुइनी छ नि कता
होइन कता कता बाङ्गो बाङ्गो लाउँथेछ हौ सिधा सिधा राख्न यो नाकमा पर्छ भनेर नाक पनि छुनुपर्छ अरे रातो चाहिँ झट्ट ला न है सिधा लगाइदिए है हेरेर यसो पोल्टे बसेर अब सिधा राइज भने गरी मिलाउँदा हुन्छ तर हुँदैन यहाँ 80 लम्बी पनि हुने भयो टेको चाहिँ टक्क सिधा हुनुपर्छ यो भाइले भाइ पुगेकै छैन क्या हेलो हजुर मैले भिडियो कल टिका लाउँदैछन् ओइ कि देखाउनु पर्यो अरे ल ल ल मैले बटको टिका लाउँदैछ ओइ कान्छीले टिका लाउँदै लाउँदै गर्नु गलाइसकेर गर्नु अरे लाइसकेर भिडियो कल गर हो कि लाउँदै लाउँदै हो के लाउँदै लाउँदै गरौँ भनेको होला के होइन होइन अहिले लाइसेन्स लाइसकेपछि भनेको होला साइन साइन त कपाल साइड एउटा सबै त भइसक्यो दाजुलाई उ त दिन बाइक छ खानेकुरा त्यो नाकामा के यो त्यो पुगेन तर माथि चाहिँ अलि रातो अलि मजाले लगाइदिएको भए त हुन्छ नि सुकिहाल्छ अहिले मजाले लगाइदिएको छु त लाग्यो त्यो उज्जर भएको छैन ठिक हो त नो गर्नु अझै तल्लोपट्टि बस्नु अलि अझै यता उता तल्लोपट्टि फर्कि त देखियो झरिहाल्यो त्यसको भागमा त सुकेछ यार अरू छ नि अघि नि भनेको सुकिसक्यो भनेर भाइकामा त के त्यही फुल पनि क्याटेको छैन त्यो भाइ भरक भरक गरेर गाई एक नहल्ली स्थित तरिकाले बस्नुभएको थियो यसपालि तिहारमा चाहिँ आउँछु भन्थ्यो बिन्दी भन्दै दसैँमा नआएँ अहिले चाहिँ मर्नले बितेर त त्यसलाई अब मम्मी। आगोमा आउँछ नि मम्मी ऊ टपर बोलो बलस बलस के गर्छ टिको ठिक हुनु अलि टिको लाउँछ अरे बलि अरू कुरा थाहा छैन रे मलाई चाहिँ एकदम सिधा राम्रो टक्क परेको टिका लगाएर पनि रुन्छु यस्तो बरा तिमीलाई चाहिँ दाजुलाई चाहिँ गाईको कस्तो राम्रो लगाइदिन्छु मैले लगाइदिएको छ नि ऊ क्या थियो कमलोको लगाइदिनु पर्छ है दाइले पोर्छ नि त्यस्तै लगाइदिएको अलि लान है त्यो सिँदुर चाहिँ लाउँदैछु के पुग्दैछु थोरै थोरै लाउँछ नि मेरो टक्क देखिँदैन क्या दुईजना छौँ तल एउटा 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 आँखामाथि एउटा अर्को आँखामाथि पश्चिमतिर जतिवटा दाजुभाइ चिरी पनि त्यतिवटा लाउँदा रहन् के त्यतिवटा धर्का यस्ता ठिक है दाइ खेल्नु भएको हेर्न उहाँ टिकटक बनाएको होइन बचपन अझै गएकै छैन अन्त टिकटक पोस्ट गर्नु पर्ने छ यहाँ भाइ त्यो दाजुलाई त्यो माथि सिँदुर अलि लगाइदियो त कानमा लाउनु पर्दैन ए साँच्ची त कान कानमा होइन यतापट्टि चाहिँ होला यहाँ हो लाउने यस्ता यस्ता एकपट्टि मात्रै ला दुईपल्ट लाउने हो नि यसपालि नयाँ चलन निकाल्नु एक एकपट्टि मेरो दाइको पालितिर कहाँ सरिस कानका लो त्यहाँ लाउँथे कानमा लाउने हो कि यता हो यहाँ हो यहाँनिर यहाँ गोलो पार ल न गोलो क्याप्टो होइन मेरो गोल सिँदुर लगाइदियो तिनीहरू होइन टप टप ला ट्याक 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 त्यही सबै थोक ला हो घाउ भएर त्यस्तो भएछ माथि कपालै रह्यो भन्छ किनिदिन्छु भन्थे बिचारीको त्यो सबै कुरा किन्दा किन्दै के किन्दा किन्दै पैसै सक्यो क्या अनि यसपालि संस्कृति के कुरा किने ग्यास चुलो उ त खानेकुराहरू सबै त्यसले किनेर पठाएकी मैले किनेन कि टी सर्ट मात्र हो घरमा तेल सेल यताउता भयो जति सामान सबै किन्दा अनि कहाँबाट पैसा रहन्छ उसको चाहिँ उसको उसले त सधैँभरि यहीँ पठाउने नि उसले हो यता भइदिनु हुन्छ होला कि दुईपल्ट लाउने भने कहाँ एकपल्ट लाउँछ म माथिबाट लगाइदिउँ एक एकपट्टि हुन्छ कस्तो कुरा माजामा रातो ला सिँदुर टुक्रा भए पनि मेरो भाग मेरो भाग मलाई 10 रुपियाँ दियो भने मलाई 5 रुपियाँ माग्नु तँलाई त होइन तँलाई 10 रुपियाँ दियो भने मलाई 10 रुपियाँ चाहियो जति रुपियाँ मलाई दिनु 5 मेरो रुपियाँ भाग चाहियो मलाई त्यसलाई कसले पठाउँछ यहाँबाट यहाँ आउनु पर्यो भने ठिक होला
मलाई मेरो भाग चाहियो अरे भन्दै है भन्दै जसरी नि भन्दै भने चाहिँ तैँले आफै फोन गरेर पनि म सक्दिनँ भनेको म यसलाई भनिरहेको छु भन्ने मसँग भने कि मलाई भने कि ए बुवासँग मसँग दाजुभाइसँग कुरो गरिन मसँग छ त्यहाँ 5 रुपियाँ बाउको चाहिँ बाउसँग चाहिँ आएको होला दाजुभाइसँग कुरो गरिन बुबाको चाहिँ पर्सादी हो साडी चाहिँ टिका लगाइसकेर धुन जाएन को काठमाडौँ गर्दैन यस्ता साडी के किनेको होला त किनेको होइन के यो अब नयाँ लुगा किन्ने पैसा नि भयो पुरानो लुगा नि छैन के लाउनु भने अब दिदीको यही साडी थियो यही उठाएर उठाएँ आएँ मेरो चिज भेटिएन होइन के हो त्यो स्वीकार दाइ के के भएको दाइ त्यो अरू स्वेटरले नहुने रहेछ जान्नु भात ग्यास बन्द गरिदिनु त घर टिका माला चाहिँ कसले लगाउँछ दाइ अहिलेसँगै लाउने नि सबै त्यस्तो हुँदैन नि त मेरोमा झिलिमिली टाँसिनु टाँसिनु मैले कसैले पनि टाँसेको छैन खोइ त दाइले टाँसिदिएको छु यसलाई दिएछु त भाइ टाँसिँदो रहेछ नि त भाइ अहिले म त्यो गर्दैन पछाडि गएर त्यसमा मात्रै धरिदियो त त्यो त तँलाई हो नि त अहिले म सम्झिरहेको छु तँलाई चाहिँ भनेर ऊ त्यो चाहिँ लान पहिले मखमली लगाइँदैन मैले पूजा गरेँ नि त न होइन माला लाग्यो यति ठुला ठुला उत्रेको तिनटामा राख्नु म चाहिँ छुइनँ त तँलाई आफूलाई के छ तँलाई चाहिँ मखमली मात्रै हो अर्को छैन अनि फुलै यति हो हर तँलाई हो मखमली मात्रै यताबाट बसेर लान देखिनु पऱ्यो नि नसक्ने भयो त मैले त अब टोपीलाई मलाई आउँदैन नि त फेरि अहिले म लगाइदिन्छु लाग्यो नि यतिकै यो त अस्ति मिलाउनु भएको भयो होइन बुबाले उहाँ छोरो लाउँछ पोहोर टोपीको क्याति गर भनेर उसले अस्ति नै उहिले किन ल्याएर राखेर चाहिँ म भित्र बालु टोपी योभन्दा मैले ल्याइदिएको राम्रो एकछिन पैसा दिनु यहाँ माथि मात्रै टप्पक्क लाग्दैन तल नभए साडी मलाई त सुहाउँदैन भने मलाई त लास्टै यो कतापट्टि हुनुपर्ने दार्जिलिङ लाग्ने देब्रेपट्टि त्यस्तै लान स्वाट होइन है त त्यति हो छिरे टिको 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 ठिक छ बुझ्यो छैन हो राम्रो पो देखिने रहेछ दाइलाई म सुहाउँदो रहेछ त यसलाई कपाल हरिहरि अगाडि कपाल भए पो झर्दै त्यसलाई पनि राम्रो देऊ कपाल माथि लगाएर ला टोपीभित्र कपाल त्यो लाएर हिँड्ने हो र म लाउने त हो त आज आज दिनभरि लाउनु लिनु हो त्यसो दाजुको मलाई मिटाएको छैन के हो छैन कपालले हो नि लु अब मेरो पालो टोपी झरन लगाइसकेको छु ए पुवा टिको टिकोमा आइपुगेको छैन के गरेको खोइ छैन क्या त्यो आइपुगेको कपाल ठुलो छ क्या उसको दाइको पो कपाल छैन त खोइ लाइट भयो सुहाउँदैन भन्छु बुवा सुहाइरहेछ म यति मिहिनेत गरेर यस्तो राम्रो लागेको टिका पुछिदिने भए बुझेको छैन झरिसक्यो टिका बुरुङबुर छैन ओ छैन झरे मेरो पालो खुट्टा निधाएर यति भयो त्यही भएर म बल खेल्दै आज दिनभरि लाउनु नि दाइले त राम्रै देख्यो उसलाई पनि सुहाइरहेछ क्या टोपी त सुहाउनु ठिकै रहेछ नि राम्रै ल्याइदिएको हो क्या मलाई मन परेको छ भने यही हो पसलभरिमा अलि माथिबाट बस तलबाट फर्केर कुनै त हामी 2 सेकेन्डमा सकिहाल्छौँ अलि राम्रो पार्ने है मको सानो चाहिँ टुक्क भरेको यत्रो पछि त यत्रो ढेप्रा दाइलाई टोपी त हातदेखि लाउनु लामै लाउने हो मैले त पूजै गरेन नि त तँलाई पूजा गर्ने भने फुलको थोको दिने हो पूजा नि गर्नु पर्दैन नि जिन्दगी टाउकोमा फुल हाल्ने गरे भनेर खुट्टा निधाएर यहाँ बस्नै नसक्ने भयो भ्यात्तै बसेर लगाइदिनु लु के हुँदैन के भयो अरे खुट्टा नि लाग्यो क्या पारेले गुनासो गरिए यो त भुइँ भाइ परिसक्यो म नजिकै सर्छु लु यसरी
फुट्टो फेरि के गर्ने दाजु त अलिक पानी कम भएछ सर लाग्यो न त दाइ पानी थप्नु न मैले चौडी पनि लागिरहेको यो भु- हाँस्छ फेरि यहाँनिरबाट खोइ पढ्नुमा बनाउँछु लु यहाँबाट उठाउनु यो साइडकोबाट आइदैन भरिको भइसक्यो म अघिदेखि भनिरहेको छु त साइडको पुस्दै है बरु चुटुक्क पार्दै है भन्छु निकाले गर्नु दसैँ जस्तो भरिसके छैन ला त एकखेप त पढ्नु अलि सुकोस् त्यहाँ अनि पुछौँ न त्यसलाई ए तेरो कम्प्युटर ठोक्छ जोडले खोइ दाइ दिए नि त के खोजेको हौ यो के लगाएको थियो यसले अनि हेर्नु लगायो लु अब यही माथि ल त्यही सनस्क्रिन त लगाएको हो एउटा यस्तोले पुस्थ्यो खाली त्यही सनस्क्रिन लगाएर त नु तिमीहरूले पनि त घसेको खोइ तिमीहरूको लाग्यो त हामीले कहाँ घर्स्यौँ यहाँ हातमा मात्रै सनस्क्रिन मात्रै लगाएको थियो एक मेकअप पनि गर्नु एक पत्र फुर्कियो त्यहाँ त्यहाँ धेरै बस्नु चामलै सेतो दियो के पत्र आइसक्यो देखिन के त भिडियोमा न यहाँ यो पुस्दिएको म टोटल्ली अनि फेरि लगाइदिएको सुरु कस्तो राम्रो भएछ अनि कत्रो मेहनत हो मेरो मेकअप पुसिसक्यो भयो भयो अब अर्कोको लगाइदियो न नानी पत्र त निस्क्यो कस्तो राम्रो सिधा कस्तो राम्रो सनस्क्रिन मुखमा घस्दा धेरै काला भयो भने ल्याइदिएको हातमा बसेको भएछ अनि मुखमा नि घर गर्दा नि कत्रो गयो लाग्छ एउटा कलर लाइन पुग्दैन त्यस्तो राम्रो लागेको टोपीले पुस्दैन आफै के पुछेको छैन टोपी चिरिक चिरिक टर्किँदै त भइहाल्छ त्यसको पनि यहाँ है दादी है माथि टुप्पामा टिकामा फेरि गाडातिर घस्ने काम गऱ्यो भने मारिदिन्छु यही पो छैन है मैले भनिदिन्छु मारिदिन्छु अन्त के त के बढी गर बाबु त्यत्रो धेरै पर्दैन कि यहाँ है आमा कत्रो धेरै तँ त मैले दाइलाउँ हेर कस्तो राम्रो माथि लगाइदिने हो यहाँ त यत्रो धेरै भरिरहेछ त अलिअलि लाउँदा त केही देखिँदैन राम्रै देखिन्छ गाडातिर दल्ने काम त अलि खोइ पुस्दिन्छु जस्तो त एकपट्टि मात्रै लाग्यो छिटो अब यहाँ अर्कोपट्टि नि लगाइदिन्छु त्यही त पैसा पो ल्याउनु यो मारिदिने काम चाहिँ गर न ल्याइदिएन यो राख उता लगाएर खोइ माल्ला यो सनस्क्रिन हो यो दाइको खानेकुरामा हाल्नुहुन्छ दाइकै सम्पत्ति हो म लगाइदिनु तँलाई माला दाइको उता हाल्नु एउटाले माला लगाइदिने एउटाले फुलको तपाईँ यो लगिदिनु हुन्छ होला नि मम्मी अब हुँदैन यही माला ला होइन हौ त्यही मात्र लाउँछु लाको माला लगाइदिन्छ मनी बाउका अब गाडी छ छिटो आउनु लु ऊ कहाँ बाउलाई भन् मम्मी बुवा आउनु न लुगा फेर्नु न कि मसँग छ 20 रुपैयाँ पारे छिटो तपाईँ म टिका लाउनु बाँकी छ यहाँ बुवा मम्मी लुगा लाउनु तपाईँ फेरि फोटो खिच्नु लाउँदौ तपाईँको पाइन्टमा के साह्रो धुलै पोरको बिहा हिजोमा धोइदिएको पाइन्ट होइन यो केही बस्दा भयो आउनु न है बुवा खुट्टा ढोक्नु फुल राखेर के चाहिँ बाउको त लगो बाउको लगिहाल्यो यत्तिकै फोटो मात्रै खिचौँ न पारे दाइले खिचिदिनु न खिचिदिनु बा फोन छैन उतै फोटो खिच्नु त्यही भोलि स्क्रिनसट हाल्छु पट्टि चल्न माथि ओ निमरी गुरुको भाग्यमानी भएस नाच्दिनी
ताँति ढोक्दैन लुगा हेर्नु न अनि आउनु न छिटो छिटो मन तपाईँ पनि हेर्नु न फोटो खिचौँ न है हेर्नु न फोटो त खिच्नु परिहाल्यो नि त्यही भनेको दसैँ भए पो सबैजना फोटो खिच्छ दाँत तिहारमा चाहिँ विशेष हुँदैन मम्मीलाई चाहिँ टिका लाउनु मिल्दैन मम्मीलाई मिल्दैन तैँले हेर्नु नि त मम्मी खाना सुरु गर्नुपर्छ भइको ढुङ्गा यहीँ गऱ्यो लाएर टोपी झिक्ने छ लाउनु बित्दै कस्तो अप्ठ्यारो फिल हुन्छ तँलाई साथीले राम्रो देखेर ट्युब र त्यही भएर पो टोपी लाउन पाएँ भन्नु हुँदो रहेछ अहिले साह्रो टोपीमा राम्रै देखिन्छु भनेर ए तँलाई खै त खानेकुरो खोइ तिमीले किन्दैनौ आफै किनेर के खानु रोटी पनि मैले आफै ल्याएर हालेको रोटी त मैले पकाएको यहाँ हात पोली पोली ल। खाएन तिमीले किनेर विशेष ल्याइदिएको किन भिडियो बन्द गरौँ बोल्दैन बोम्बेबाट टिका लगाइदिइसक्यो अनि कहाँ बन्द गरौँ आज देउसी कहाँबाट खेल्ने भने उता परतिर रोहितेकोबाट हाम्रो घरमा चाहिँ एकदम खतरा भिडियो बनाउनु पर्छ है हामी रोहितेकामा अब तपाईँहरू कहाँ खेल्दै गर्नु हामी ढिलो आउँछौँ होला भन्दै जान्थ्यो ए हो नि त रोहित त बेसीबाट आउने हो नि कहिले खेल्न भाइ एकदम कति रमाइलो बेला है राति भोलि उज्यालो हुँदैन कतिखेर त्यही भने हाम्रो त दिउँसो अहिले रमाइलो छ ऊ गर्नु पर्यो भाँडासाँडा मागिहाल्नु पर्यो भात खानु खाइहालौँ कति बजेबाट खेल्ने भने 2 बजेबाट भनौँ भनेदेखि 5 बजाउँछ नि अनिखेर राति चाहिँ 2 बज्छ यो समात्दिनु बेरबार भना न तँ फोटो खिच्ने बेलामा त राम्रो बनाउनु पर्यो नि त अघिपछि जेसुकै भयो बेरबारै पारे पनि खोइ त बुवाको माला बाउको बुवाको उतै छ तर बिहे गरेको मान्छेहरूलाई के त्यस्तो ब्याट्ट परेको साले राम्रो देखिने पातल खालको साले राम्रो अब भकै यही थियो त के हो ल्याउ चाइनीको त लिएर आएको भन्छ त त्यो पिङ्क व्हाइट कलरको क्या ब्लाउज हुनु अट्नु परेन मलाई अनि तपाईँ उ गर्नु न ठुलो हुन्छ कि सानो हुन्छ के भन्छ ठुलो हुन्छ नि त्यसको कति थिए पहिला अहिले मात्रै दुब्लाई त अहिले त यत्रै भएछ त्यत्रो कोटिङ खालको ब्लाउज थियो तपाईँ त्यो भित्रको पोतेर त साडी लाउनु न छिटो चाइनी मोटी पनि कत्रै भयो त्यो त आमामा ओ साइली नि भुजी जस्तै थियो पैँट अहिले दुब्लाई हाम्रो दिदी त अहिले त्यो भइसकेपछि 12 केजी घटिसक्यो गर्नै ठिक छ त्यसपछि मासु सिनो किन थुप्रो घट्नु नि कसरी घटिरहनु सिर्लिक्कै होइन माइली छ मोटी न मोटी यत्री अचार मोटाएर चाहिँ माइली कत्रै भयो लुगा सुक्दैनन् धोइनस् भनेर मलाई अलिअलि गरेर पार्नु किन लानु पर्यो लुगा चाहिँ छिटो यहाँ फोटो खिच्नु छ फोटो त्यहाँ किन चाहियो ऊ त राम्रो पोते पठाएको दिदीले उहाँ कपाल कपाल गर्नु भनेर थालेको त कहाँ राखेको तिमीलाई लास्टै बाक्लो लगाइदियो क्या मलाई त्यस्तो गर्दा नि ब्याट ब्याट गर्छ त भात खान नदिनु हुने र त्यही खाएर गइहाल्छ है भात त खानुपर्छ सबै थोक पकाइदिरहेछु मैले मलाई अलिक हजुर आज के भयो आज बिहिबार शुक्रबार पछि शनिबार अनि आइतबार कहिले हो सर जम्मै फोन गरेर मैले अब फोन गर्न त चाहिने यो कसको खोल्नु त दाजुको कि मेरो दाजुभाइले सबैले त हेर्नका लागि होला भिडियो कल गर्नु भनेको गर्छ बाबु साइकलबाट गर्ने मेरो देखिनु भएन बुवालाई टिका लगाइदिनु भए आफै गर्थेँ यो टोपी लाउने ठिक होइन र है जता पनि ठोकेर झरेर छूने से जल जाऊंगे तुम यो ना जाने यो कहाँ राखेको भिडियो कता पुग्छ भनेको ए बुवा तपाईँ त उयो गर्नुहुन्छ नि तपाईँ त पहेँलो लाउनुहुन्छ है तपाईँलाई पहेँलोको ठाडो लगाइदिन्छु नि यसपालि म सेतो नलाइकन पहेँलो मात्रै यस्तो ठाडो क्या कोही गोरो लाउनु सधैँ त्यो लगाइदिनु ठाडो लगाइदिन्छु ल तिहारको जस्तै तर पहेँलोबाट तपाईँ त ऊ मात्रै पो नलाउने त सेतो मात्रै म पिठो नलाउने त्यही त पिठो नलाउने म पहेँलो ठाडो बनाइदिन्छु नि त चस्मै नै त्यस्तो बाटोको धुलो देखेर बिहोस भयो होला भन्ने बेला फिल भयो त्यही चस्मा भएर बाँचेर आयो अस्ति कहाँ धुलो
आमा त्यो उसको बाटो रोसी खोलाको बाटो पछाडिको मान्छे लाउँ भन्दा मान्दै यसै पछाडि किन सानो म यो लाइन्छु किलो पारेर माथिसम्म दाइहरूको जस्तै टिका तर यो पहेँलो क्या त्यो सिन्काल लाग्यो यो यत्रै सानो यो अम्लै हुँदैन ठुलो हुन्छ मेरो अम्लै सानो जान्छ सिन्काल ठिक्क हुन्छ मेरो अम्ला सानै जान्छ कहाँ म सानै बनाउँछु यो यसले त यस्तो आउँदैन क्या ठाडो पैसा बनाउँदा हो नि त यो नलि खुम्जाउनु न नखुम्जाउनु अनि यो लक्ष्मी पूजा गरेको पैसा बोक्दैन एउटा त पर्सन बोकिराख कहाँ माथिसम्म हात अलिकति बिच छोडेर कोही म साँचेर राखिदिनु त एउटा मेरो है 200 त त्यसको 10 रुपियाँ नि दियो भने मलाई 100 रुपियाँ त के साँच्नु तपाईँ कति के दिनु कति दिनु जुन दिएन त्यो एउटा 1000 मात्रै छ त्यो पैसा दुईटा छ यो हिजो चाहिँ उति तैँले कस्तो पैसा मागेको है ला 10 राख्नु धेरै थिएन राख्नु त्यहाँ उता माथि पर्छ अलिक ला 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 म यो राख्छु लगेर पैसा यहाँ कहाँ अब यहाँ मेरो पोहोर सालको 20 रुपियाँ बाँकी त्यही 100 रुपियाँ दिनु के 20 रुपियाँ पारेको कति अरे 200 यसपालि मैले बुवालाई मैले सोचे जस्तै टिका लगाइदिएँ है खासमा बुवाले त नलाउनु भनेको त ऊ पो हो त रातो पो हो त अनि पहेँलोको ठाडो लगाइदिन्छु भनेर सोध्छु बुवै मान्नुहुन्न थियो तेरो पर्स कहाँ मेरो पर्स ब्यागमा पल्लो कोठामा कहाँ पल्लो कोठामा यता उता बनाउनु त तपाईँ आफै डुबी ठुलो ल्याइरहेछिस् मलाई थाहा थिएन तपाईँको टाउको सबैभन्दा सानो छ भनेर यत्रो हल्लाङ छ कानै छोप्छ नलिनु लु सक्यो त्यो भोटो ल्याइल्यो अबको हाम्रो आजपालिको हाम्रो तिहार ए पछाडि त बुवालाई लगाइदिने है मैले कानमा बाहिर फोन गर्न त हेर्दा बुवालाई राम्रो देख्यो यता यसरी हेर्दा बुवाको टिका के होइन भोटो चाहिँ ल्याउनु त अर्को बुवा टोपीले छोपेर देखियो कि है ए ला राम्रो सक्यो टोपी तपाईँ अर्कै लाउनु न त म रिसाउँदिनँ त भित्र छ माथि आनन्द बाबाले के हो के अहिले लाउँदा अब अहिले भुका ल्याउनुपर्छ ठुली आमाले उहाँ घरले टोपी लगाइदिने मात्रै भुका लिएर भनेर सम्बन्धै तोडेर सम्बन्धै कति भयो त्यसै गरिदिनु हो बुवा म निकाल्नु भयो अर्को ठुलो